ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म शिखर कटरी जान आँटेको। यहाँ हेर्नुहोस्, यताको मौसम यस्तो छ। घुम्न जान चाहिँ नाइस, मजा आउँछ। यता बाबाले गाडीमा चार्ज लगाउँदै हुनुहुन्छ। उता बाइक त अहिले बाबाले कुदाउनुहुन्न, गाडी किनेपछि अब गाडीमै जाने। अनि धेरैजना पनि हुन्छ, गाडीमै त जानु पर्यो नि। अब गाइज यता हुनुहुन्छ हाम्रो मामु बुइनले कपाल कोरिदिँदै। यता मेकअप आफू गरिसकेर बसिराख्नु भएको छ। अनि रेडी पनि भइसक्नु भयो। मामु पनि भ्लग बनाउँदा हामी तल आइसक्यौँ। चप्पल लाएर अब एकछिनमा यतै चढ्ने हो। यता एकछिन वेट गरौँ पिङमा चढेर। बाबाले अहिले लुगा लाउँदै हुनुहुन्छ। लुगा लगाइसकेपछि मलाई भन्दै हुन्थ्यो तल जा त। त्यही भएर आएको, नभए मलाई वेट गर्न मजा लाग्दैन। यति छ, हेर्नुहोस् न कति राम्रो छ। तर गाइस तपाईँले जति भिडियो हेर्नुहुन्छ नि, त्यति भिडियोमा तपाईँहरूले मैले सब्सक्राइबै गर्नुहुन्न। सब्सक्राइब गरिदिनु न। मेरो अहिले 30 सब्सक्राइबर छ। त्यति 30ले तपाईँ 100 पुर्याइदिनु न सब्सक्राइबर। प्लिज गाइस, प्लिज पुर्याइदिनुहोस् न। त्यति पुर्याउनु सक्नुहुन्न प्लिज। आइसक्नुभयो, हेर्नुहोस् आमा बुइनी सबै आउँदै हुन्छ। सानी बुइनी पनि आउँदैछ, हेर्नुहोस्। गाडीभित्र गएर शिखर गाडीभित्रै बसेर अब आउने सिधा जातले। अनि गाडीपछि हामी पुग्छौँ। गाडीमा बसेर हाम्रो शिखर कट्टी कटरी हो। म चाहिँ शिखर कट्टी भन्दैछु, सरी। एक्सपेक्ट हेर्छु, फर्स्ट टाइम गइरहेको छु शिखर कटरी। बाबा जानुहुन्छ। अब हामी गाडीमा बस्ने बेला हुन आँटिसक्यो। बाबा आइसक्नुभयो, हाम्रो ड्राइभर। के भनिराख्नु हुन्छ, जुत्ता लगाइराख्नु भएको छ। गर्मी भइरहेको थियो, अहिले बल्ल थोरै पनि हावा चल्छ। अब गाडीभित्र हावाले गाडीभित्र आइसक्यौँ। एसी चलिरहेको छ। अब चाहिँ हामी सबैजना चढिसक्यौँ। अब मामु मात्र बाँकी हुनुहुन्छ। सोधिराख्नु भएको छ, आफूले पनि भ्लग बनाइराख्नु भएको छ। आमा पनि यता बाबा कराउँदै हुन्छ कसलाई। गेट खोला न भन्छु। यहाँ हेर्नुहोस्, पर गेटमा जा भरिसर लाउँदा ढोका लाग्छ त। यता छ बहिनी हाम्रो गाइज। नाटेको चलिसक्यो। मामुजी हुनुहुन्छ। मेरो छोरी मैले कमेडी पनि राख्नु अझ के भएर हो। अहिले भर्खर पो थाहा पाएँ। शिखर कट्टी हेर्नु न कस्तो चिसो हावा आयो। आहा मजा आइरहेको। बाहिरको हावा मजा आयो। यता बाबा चाहिँ गाडी गाडीमा त गुगल म्याप राख्छ। बोकेर हिँड्दा पनि बाख्र चोकाइसक्यो। अब दुम्से पुग्न आँट्यौँ। अब छिटै हामी दुम्से हाम्रो पुरानो घर। बाबाको चाहिँ नाटक हेर्नुहोस् न। गाइज हाम्रो ममता मिस जन्मेको घर। हाम्रो सार्थक भाइ, सियोना बहिनी अनि ममता मिस जन्मेको घर आउन आँट्यो है। अब यहाँ चाहिँ मलाई ममता
ममता फुपू बुइनी कान्छी बुबु भन न कान्छी कान्छी बुबु म जानेको ठाउँ हामी दुम्से पुगिसक्यौँ दुम्से यहाँ हेर्नुहोस् दुम्सेको दोकान हामी यतैबाट पहिले किन्छौँ म मेरो कान्छी पुरा बुइनी जानेको ठाउँ कटिसक्यो अब हामी जाने मैले त्यही भएर डेढलाई लिएर आऊँ भनेको रमिते जान उसको बाइक आइरहेको छ हामी त ठन्डी ठन्डी हावा खाँदै जाइरहेको अगाडि कुन गाडी छ गफ पनि गरिराख्नु भएको छ पेट्रोलवाला कि गफ पनि गरिराख्नु भएको छ मजाले यता हामीलाई बुइनी बाहिरको नजारा लिँदै बसिरहेको छ गाइज मावा खोला आइपुग्यो मावा खोला केपी बाले बनाइदिएको मावा खोलाको पुल भन्नुपर्छ भरे यहाँ चाहिँ पुल नहुँदाखेरि कति मान्छेले ज्यान गुमाए यस्तो बाढी आउँछ बर्खामा भन्नुपर्छ भरे मेरो कान्छी बुबुले भनिराख्नु भएको छ कान्छी बुबुले भनिराख्नु यो पुरै खिच्नु पर्दैन पुरै किन खिच्नु मेन हो क्या टकटक जे हुन्छ नि त्यस्तो खिच्नुपर्छ क्या निक्लेन नि हामी चाहिँ हेर्नुहोस् न कति स्पिडले गइरहेको छौँ अघि मैले हालिदिएको छु एउटा नहाल्ने यो अहिले नहाल्ने कि तपाईँले 50 किलोमिटर पर अर्को स्पिड घटाइसक्नु भयो कत्रो स्पिडले मधुमला होइन यो लाग्छौँ होइन मिक्राजुनतिर मधुमला पुगिसक्यौँ अरे मेरो कान्छी भुपूले भन्नुभएको कान्छी भुपू नभने गाइज हेर्नुहोस् घोडा हेर्नुहोस् घोडा गाइज रमितेको बाटो गइरहेको छौँ पानी पर्दैछ होला पानी पर्दैछ यहाँ गाइज पानी पर्यो कति राम्रो भएको छ माथि नयाँ घरमा निक्लिनु आमाजी भन्दै हुनुहुन्छ रमिते नजाऊँ शिखर कटी जाऊँ कि शिखर कटी जाऊँ भन्नुहुन्छ हेर्नुहोस् पानीले फ्लर अब भयो आमाम चम पानी परेर हेर्नुहोस् पानी जान चाहिँ यो त्यतै जाने बाटो हो रमिते जाने भनेर चाहिँ पहिला हर्कालाई कसले सुनाएको छ र भाइले थाहा पाएको गाइज हेर्नुहोस् हामी चाहिँ कुन पुलमा आइपुग्यो कुन पुल हो आज चाहिँ दमक जाने काम छैन भन्दै थिएँ बाबा यो कुन पुल हो चियाफेदेखि पैसा तिर्नु गाइज यो चाहिँ बक्रा पुल हो बक्रा बक्रा पुल आयो पानी पर्दैछ पानी पर्ने रहेछ रमिते त रमधाम पानी पर्दैछ कालो अँध्यारो पनि भएछ आज कतिजनाको जाने रमिता हेर्नु जान्थ्यो पानीले त डिस्टर्ब पो गरेछ सबै काट्दिहाल्छ पानी चाहिँ मलाई कहाँबाट अलि आवाज नगर्नु सुत्तल हुँदैन बन्द भयो गाइज हेर्नुहोस् 50% मात्रै थियो कि भरे 4 भरे आउँदा बोलौँ न झ्याल बोलौँ कि किन रिक्स बोल्नु भनेर नानीलाई गर्मी होला है पसिनाले पुग्छ नि अर्को जोडी लुगा बोकिदिनु पर्ने रहेछ जाडो हुन्छ नि सानो जाडो हुन्छ केही ल्याइयो न केही ल्याइयो यहीँसम्म जाने भन्नु अनि अब चाहिँ हामी आइसक्यौँ कुन खोला यहाँ चाहिँ कुन पुलको खोला हो कस्तो डेन्जर छ नि नजान्ने आएन बताइहाल्छ नि राम्रो बाटो बनाएको छ खोला गाडी यहाँ त भोलि पर्सि कन्याम जस्तै हुन्छ अनि यहाँ जग्गा किनेर मान्छेले सानो एउटा भिडा किनेर छोड्नु भने यो डबल मोरङ होइन त यो सबै यहीँदेखि होइन होटल यो त टुरिज्म एरिया यहाँ चाहिँ एउटा जग्गा मात्रै किनेर छोड्नु भने केही गर्नै पर्दैन पोहोर हामी आउँदाखेरि जग्गा नाप्ने मात्रै हुन्थ्यो
कसरी पर्छ हौ यहाँ चाहिँ हेर्नुहोस् न गाइस कस्तो चिसो हावा आइरहेको छ यहाँ होटल सोटल भनेपछि लज हो घरमा त्यही पनि बुइनीको लागि त्यतिकै मान्छेले हामी पनि जानु तिमी पनि भन्छन् त कहाँ कहाँनिर अनि हामीले गाडीमा हिँड्यो भने गाडी रिजर्भ गरेर माइजूलाई छेटिहाल्यो उसलाई लिएर हिँड्दा त दाजुहरू मिलेका छन् भन्ने देखिन्छ भनेर मिलेन के गर्नु भाइ उहाँ पुग्दा तेरो चार्ज सकिएला अहिले मैले त अघि यहाँ कन्सल्टेन्सीको क्रिम्सनको हो यो मलाई एकचोटि म्यासेज गरेर मलाई बोलिदिनु न बोलिदिनु भन्दै त अफिसमा म्यासेज गरेको थिएँ अनि बोलिदिनु दाम अनि रेट कुरा गरौँला बसेर भन्दै थियो राम्रो कम्ती रिस गर्थेँ अफिसबाट बाहिर गयो भने तर लास्ट स्कुलमा त मैले बोलिदिएको थिएँ 3000 कि कति दिएको त्यत्रो भिडियो बनाइदिएको मगर खोला हेर्नुहोस् गाइस जङ्गलभित्र आएका छौँ कि क्या हामी जङ्गल आएका छौँ कि क्या यता चाहिँ अर्को क्यामेराम्यान बसिराख्नु भएको छ आफ्नो पनि भ्लग बनाउँदै यता पनि हुन्छ नि फेरि यो गाडीमा 3-3वटा क्यामेराम्यान हुन्छ पहाड अटोले मान्छे के हो अटोमा पहाड गाइस पहाड सबैलाई आकाश पार आइरहेछ पर पहाडको बस गयो गाडीमै छुटेको रहेछ यस्तो चाहिँ कस्तो डर लाग्यो क्या उताबाट आउँदैन र बाटै जाऊ हात्तीमारा टाढी अरे हात्तीमारा टाढी हात्तीले मान्छे मारेको होला हौ हात्तीले मार्ने ठाउँ होला गौडो होला क्या कस्तो राम्रो घाँस फुटायो भगवान् यस्ता उताका राम्रो हेलो गाइस ल हेर्नुहोस् कस्तो दामी हामी अहिले ढाकाबाट मोरङ प्रवेश गरेर मोरङको ढोकैमा आइसकेका छौँ बाटोभरि पर्यटकहरू बाटोभरि हुनुहुन्छ अहिले चाहिँ के भएर खाली भएको बाटै बाटोमा पानी स्विच पार्छ मोबाइल हाल्ने आज माथिपट्टि पहिरो भएको थियो नेपालकै पहिलो उल्टो घर जाने बाटो जाने बाटो यता हामी उल्टो घर उल्टो घर जानु के हेर्न जानु उल्टो घर कस्तो राम्रो केही छैन अस्ति चाहिँ उयो ल्याएर राखेको रहेछ नि राउटे नरेसारको बुढीहरू गएका आजको हाम्रो यात्रा चाहिँ हामीले हप्ता दिन अगाडिदेखि बनाएको प्लान हाम्रो गाडी खाली नभएर मात्रै आएको आज छुट्टीको दिन पारेर अफिस बिदाको दिन हामी घुम्न आएको भाँडा हालिदिनुपर्छ भने होइन भाइ यहाँनिर माथिबाट ठाडो कालो हामीहरूको त स्कुलमा पनि छुट्टी हुन्छ बिनाको कालो पहिरो यस्तो लडेर ढुङ्गा खन्दैन पहिरो मान्छे उनी पनि के र के माइक
कन्याम लाग्यौँ अब चाहिँ हाम्रो कन्याम लाग्यो कन्याम अरे गएकै जस्तो भइसक्यो कन्याम भाइ मजा आइरहेछ मजा आइरहेछ मलाई हेर्नुहोस् पहाडै पहाड 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 कति राम्रो अहिले चाहिँ हामी पहाडमै छौँ हेर्नुहोस् पहाडको यता कत्रो राम्रो भइसक्यो बाटो छेको छ नि यो चाबी यहीँ हो राख्दा यहाँ राख्नु नि कहाँ त्यो दामी हो यो हो यो त पारे लहरा पहरा हो यहाँ हैन यहाँ हेर्नु है कति राम्रो छ उठी छ त अब चाहिँ सानो मान्छे उठेको छ पनि नखोल्नु हाई सानो हाँस्दै चाहिँ हाँस सानो मान्छे उठेको लगाइदिनु भाउजू यो टोपी लगाइ ल ल ल हामी चाहिँ रमिता पुगिसक्यौँ मेरो खोल्नु होइन हामी चाहिँ बल्ल म मान्छे भाइ के भएको छ त रमी चाहिँ त यस्तो यात्रा गर्दा पुगिसक्यौँ पहिरो पहिरो बाटो बिग्रेको खिच्नु पर्दैन क्या ए टु जेड मेन मैले खिच्नु सबै बाटो खिच्नु बाँध्दाखेरि पहिरो नि अब एकैचोटि नेपालको झन्डा यो कुन घर हो? यो नेपालको झन्डा यो के हो गाई झन्डा डाँडा आयो निक्लाजुङ 1 मिटर हो यो चाहिँ 1000 झन्डा डाँडा रमाइलो भ्यू पाइन्छ दमकको भ्यू अब म अब देखाउँछु यता चाहिँ आइराख्नु भएको छ सानी बुनी पनि सानी बुनी अनुहार देखाउ न त्यो यस्तो चाहिँ बाबा बाबु गाइज अब यही भिडियो मैले यतैपट्टि एन्ड गर्दैछु बाई बाई